हेलो साथीहरु, वेलकम टु माई ब्याक युट्युब च्यानल। आज चाहिँ हामी धान बोक्नको लागि मेला हिँडेको साथीहरु, गाउँको मेला। अनि मेरो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला साथीहरु। अनि म पनि तपाईहरुको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिन्छु। आज चाहिँ हामी धान बोक्नको लागि मेलामा हिँडेको साथीहरु। अनि यो चाहिँ हाम्रो गाउँको भ्यू हो, गाउँ घरको यस्तै हो घर। अनि हामी चाहिँ यो घरको मेलामा हिँडेको साथीहरु धान बोक्नको लागि। हाम्रो चाहिँ एकदम टाढा छ। मेरो साथी चाहिँ आउँदै छन् अनि उ चाहिँ लाज लाग्यो रे भिडियोमा आउनको लागि, त्यही भएर छेक्दै छ। अनि म चाहिँ साथीलाई पर्खेको। अनि हामी चाहिँ अब हिँडेको साथीहरु। अनि हामी चाहिँ साथीहरुलाई बोलाउँदै हिँड्दै छौं। अनि उ त्यो चाहिँ मेरो साथीको घर हो। अनि हामी चाहिँ त्यो यतापतिको घरको यो घरको धान बोक्नको लागि हिँडेको। अनि यहाँ चाहिँ कुकुर रहेछ। अनि हामी चाहिँ हिँडेको। अनि यता आइपुग्यो। अनि यता पनि घर छ, गोठ किचन। यो घरको चाहिँ जाँदैन अनि खेत पनि छैन, त्यही भएर। अनि हामीलाई चाहिँ सबैले अनि यो चाहिँ साथीहरु तल फाटको भ्यू है साथीहरु। त्यहाँ काली गण्डकी नदीदेखि चाहिँ हिमाल। अनि यहाँबाट चाहिँ एकदम राम्रो देखिन्छ माथि डाँडाबाट। अब चाहिँ साथीहरु हामी चाहिँ धान उठाउनको लागि खेतमा आइसक्यौं। अरु चाहिँ यही छ, थुप्रै जना मान्छेहरु छ मेलामा, गफ गर्दै छ आफ्नो आफ्नो भाषामा। अब चाहिँ हामी भारी बोकेर लाग्यो घरतिर। अनि यति धेरै जना मान्छेहरु चाहिँ भारी बोकेर आउँदै हुनुहुन्छ सबैजना। अनि एउटा चाहिँ अगाडि गइसक्यो। अनि अरु साथीहरु चाहिँ आउँदै छन् सबैजना। अनि म चाहिँ यतै हिँड्दैछु। म चाहिँ ठकै मार्नको लागि अगाडि आएर बसिसक्यो। अनि मेरो साथी पनि। अनि अरु चाहिँ आउँदै छन्। हेर्नु होला साथीहरु कस्तो देखिन्छ कालो। यहाँ चाहिँ हामीले धेरै जसो थकाइ लागेको बेलामा भारी बिसाउने ठाउँ हो यो साथीहरु। अनि हामी चाहिँ यहाँ भारी बिसाउँछौं, एकछिन बस्छौं, बसेर अनि बल्ल जाने, नत्र त सक्दैन हामी भारी बोक्न। यो चाहिँ मेरो साथी हो, यो पनि साथी हो। अनि उहाँ चाहिँ मामा हुनुहुन्छ अनि माइजू। अनि उहाँ पनि माइजू हुनुहुन्छ। अनि हामी चाहिँ भारी बोकेर आउँदै छौं। अनि उनीहरुलाई भिडियो गरेको चाहिँ थाहा छैन, त्यही पनि अहिले देखाउँदै छु। उहाँ चाहिँ दिदी भारी धेरै भयो भनेर बस्नु भएको छ। अनि उहाँ चाहिँ मामा, उहाँ चाहिँ मेरो बहिनी हो। अनि यता चाहिँ भारी बिसाउन लागेको छ साथीहरु। अरु सबै बिसाइसक्यो यहाँ भारी। अनि साथीहरु हाम्रो हामी बस्ने ठाउँ चाहिँ यस्तो छ, जंगलको बीचमा एउटा चौतारी छ, त्यहाँ भारी बिसाउने। अनि एकछिन बसेर घर जाने साथीहरु। उता चाहिँ हो। अनि हामी चाहिँ अब घर आइसक्यो साथीहरु। अनि घर आएर मैले भारी बिसाइसक्यो। अनि उहाँ चाहिँ घरको मान्छे। अनि हामीले चाहिँ अब भारी बिसाइसक्यो, घर आइसक्यो। अनि नास्ता खाएर घर फेरि लिन जाने। अनि अरु चाहिँ भारीहरु लिएर आउँदैछ, म चाहिँ भिडियो गर्दैछ। अनि अरु चाहिँ भारी निकाल्दै छन्।
टोकन बुझाइसक्यो के तिमीले फुपू हजुरले नखानु हजुरले नखानु भएको सफा गर्दा छोरीहरू ज्यादा